साथीहरू, नेपाल सरकारले देशको डिजिटल परियोजना र डिजिटल रूपमा रूपान्तरण गर्नका लागि विदेशबाट लोन लिने निर्णय गर्नुभएको रहेछ। प्रस्ताव पेश भइसक्यो होला, अब त्यो अगाडि बढिसक्यो होला नि। त्यो एकदम ठिकै छ, हरेक कुरामा हामीले विरोध पनि नगरौँ। विदेशी ऋण लिएर सही ठाउँमा सही सदुपयोग गर्नुहुन्छ भने त्यसमा हाम्रो भन्नु केही छैन। पहिलाको नेताहरूले जसरी नखानुन् भन्ने हो। तर मेरो नेपाल सरकारले एउटा आग्रह सुझाव के छ भने विदेशबाट ऋण लिएर मात्रै होइन, कुनै पनि प्रोजेक्टहरू पुरा गर्नका लागि नेपालीहरूबाटै सेयर मार्फत हैन, सेयर मार्फत चाहिँ नेपालीहरूलाई नै आह्वान गरेर सेयर भरेर लगानी गर्ने वातावरण बनाउनु भयो भने नेपालीहरू धेरै नै तयार छन् लगानी गर्नको लागि। किनकि नेपाल सरकारले यसमा वातावरण बनाउनु पर्यो। अहिले भन्नुपर्दा अहिलेको सेयरमा मैले 50 भन्दा बढी भरिसक्यो, अहिलेसम्म मलाई एउटा नि परेको छैन। भनेपछि म जस्तो यहाँ करोडौँ हुन्छ, लाखौँ हुन्छ। म धेरै सुन्छु 22 लाख, अब 4 लाख 5 लाख सेयरको लागि 22 लाख 25 लाख 27 लाख जनाले सेयर भरिन्छ। भनेपछि नेपाल सरकारले आह्वान गर्नु पर्यो, फलाना बहुद्देश्य प्रोजेक्टको लागि यति करोड किता चाहिँ लगानी नेपाली जनताबाट लगानी सुनिश्चित गर्ने भन्ने एउटा सेयर आह्वान गर्नुहोस् त। नेपाली जनता कति तयार हुन्छन् लगानी गर्नको लागि। त्यही भएर म नेपाल सरकारलाई यो आग्रह गर्न चाहन्छु कि लोनको मात्रै भर नपरौँ, सहुलियत लोन मात्रको भर विश्वास नगरौँ। विदेशले ऋण लिएर मात्रै विकास हुँदैन। नेपालीहरूसँगै जति चाहिँदो पैसा छ क्या, यसैले सही र सही ठाउँमा सदुपयोग गर्न सकियो भने हामी पनि 2-4 लाख रुपियाँ लगानी गर्छौँ। हामी पनि बिस्तारले माथि इस्टाब्लिस हुँदै जान्छ र नेपाल सरकारले पनि नेपालीको पैसा सही ठाउँमा सही सदुपयोग भयो र हामीले के गर्छ भने हाम्रो नि यसमा लगानी परेको छ, यसलाई चाहिँ हामीले सही सदुपयोग गर्नुपर्छ है। यसलाई हामीले तलमाथि हुँदैन। भौतिक निर्माणहरू काममा यसमा हाम्रो लगानी छ। ठेकदारलाई खबरदारी गर्नुपर्छ। अहिलेको भन्दा 80% चाहिँ खबरदारी बढी हुन्छ क्या, तागरुप रूपले हुन्छ क्या। त्यही भएर नेपाल सरकारलाई आह्वान गर्नु पर्यो, कुनै पनि प्रोजेक्ट बन्नुमा 20% चाहिँ नेपाल सरकारको, 80% चाहिँ सेयर मार्फत बन्नु पर्यो। किनकि नेपाल सरकारले त्यसमा केही हेर्नु पर्दैन। 80% सेयरवालाले नि मजाले त्यो काम यतिसम्म हुन्छ कि नेपाल सरकारको 80% लगानीले बनेको 10 वर्ष टिक्छ भने त्यसमै सेयर मार्फत नेपाली जनताले बनाएको पैसा त्यहाँ पर्यो भने, नेपाली जनताको पैसा पर्यो भने त्यही प्रोजेक्ट चाहिँ 50 वर्ष टिकाउको बनिन्छ क्या। भनेपछि किनकि त्यो नेपाल जनताको पैसा पर्या हुन्छ, जुन व्यक्तिको पैसा परेको हुन्छ सेयर मार्फत, त्यो भन्दाले त्यहाँ खबरदारी गर्ने एकदम तगरुप खबरदारी हुन्छ। अहिलेको भन्दा 10 गुणा मजबुतले खबरदारी हुन्छ। टेकदारले काम पनि गुणस्तरीय र राम्रो हैन, मापदण्डलाई पुरा पालना गरेर ठेकदारले नि काम गर्छ। किनकि यसमा जनताको लगानी छ, जनताले हामीले छोड्दैन। नेताले छोड्ला, सरकारले छोड्ला, तर जनतासँग त हामी सकिँदैन भनेर काम राम्रो हुन्छ। नेपाल सरकारलाई मेरो आग्रह, प्लिज तपाईँहरूले यो गर्नुहोस् कि कुनै पनि प्रोजेक्ट गर्ने बेलामा 80% चाहिँ सेयर मार्फत गर्नुहोस्। हस्पिटल बनाउनुहोस्, 80% सेयर खबर गर्नुहोस्। कुनै पनि चिज बनाउनुहोस्, त्यसमा 80% नभए 50-50, 25-50, 25-50, तर 51-50%ले गर्नुहोस् न। जनताको लगानी नि गरौँ न, जनता पनि माथि स्ट्याब्लिस हुन्छ। न्यून वर्गलाई लिएर उच्चतमको त्योसम्मको मान्छेहरू सबै इन्भल्भ हुन्छ। त्यसपछि काम पनि राम्रो हुन्छ, धिगो काम हुन्छ। नेपाल सरकारलाई प्लिज मेरो आग्रह, यो नेपाल सरकारको सम्बन्धित ठाउँसम्म पुर्याउनु होला। यस्तो खालको कार्यविधिहरू ल्याउनु पर्यो सरकार, यही भन्न चाहन्छु। हस्त धन्यवाद। जय नेपाल। नेपालको विकासको लागि सदैव समर्पित हुँदै सबैजनाले।